हाम्रो नयाँ नयाँ भिडियो हेर्नको लागि तल रहेको रातो बटनमा सब्स्क्राइब गरिदिनुहोला। साथै नजिकै रहेको बेल आइकनको घण्टी पनि दबाइदिनुहोला। बुद्ध चित्तामालाको बिरुवा हो यो चाहिँ। यसरी बिक्री पनि गरिन्छ यतातिर। तपाईहरुलाई चाहेमा सम्पर्क गर्नु होला। हेर्नुस् यस्तो हुन्छ है। अलि चाहिँ सानो छ, अब रोप्ने बेला भइसकेको छ हैन त? हजुर। रेट 100 रुपैयाँ। रेट चाहिँ 100 रुपैयाँ एउटाको? हजुर। ए ल 100 रुपैयाँ एकदम सस्तै रहेछ, धेरै महँगो पनि रहेनछ। ठिकै रहेछ। जो कोहीले पनि रोप्न सक्नुहुन्छ यो। अर्डर गरेर पनि तपाईहरु आफै आएर पनि लिन सक्नुहुन्छ। हेर्नु होला यस्तो छ है। काँडा देखिएको छ है त। यो भा फेरि त्यही रेटको 1500 रेटको ए मुखीकै यतापट्टि हो यो चाहिँ। अनि 100 रुपैयाँ हाल्नु। हजुर। यो चाहिँ एक मुखी? दुई मुखी। ए दुई मुखी हो यो। दुई मुखी अनि यतापट्टिको चाहिँ 3-4 मुखी। ल हेर्नुहोस् है तपाईहरु आफै। टन्नै छ यहाँ। 1000वटा बोट भन्दा पनि धेरै छ यहाँ। टन्नै बनाइराखेको छ। धेरै छ एकदमै। 2-3 ठाउँमा यहाँ प्याकेट एउटै घरको उसबाट 2-3 ठाउँमा राखिएको छ। यो चाहिँ 3-4 मुखे खालको हो यो चाहिँ। बोट पनि अलिक ठुलो छ, ठुलो भइसकेको छ यो चाहिँ। हेर्नु होला है। बुद्ध चित्ताको मालाको बोट। यसरी रोपिएको छ, उमारिएको छ। यसको चाहिँ कति पर्छ भन्नुभयो? यसको रेट 1500 छ। 1500 एउटा बोटको यो चाहिँ 1500 है त। ल हेर्नु होला।